जीवन उत्साह र उमङ्ग ठान्ने युरोपमा अब डेनमार्कवासी नेपालीहरू मैदानमा उत्रदै नेपाली जनसम्पर्क समिति डेनमार्क प्रस्तुत गर्दछ दोस्रो जेएसएस कप फुटबल प्रतियोगिता 2015। जोश लिएर हिम्मत बोकेर प्रयास गर साथी खुबी देखाउन। जोश लिएर हिम्मत बोकेर प्रयास गर साथी खुबी देखाउन। आगामी जुलाई 18 र 19 तारिक डेनमार्कको राजधानी कोपेनहेगनमा नेपालीहरू बीच आपसी सद्भाव भाइचारा एवं सम्बन्ध विस्तारका लागि यहाँ स्थित सम्पूर्ण सङ्घ संस्था एवं नेपाली समुदायहरूलाई प्रतियोगितामा भाग लिई वा उपस्थित भई सभ्य र भव्य रूपमा सफल पारिदिनु हुन जनसम्पर्क समिति हार्दिक अनुरोध गर्दछ। फुटबल नै जीवन, जीवन नै फुटबल। आउनुहोस् फुटबलको उमङ्गमा छाउनुहोस्। फुटबल कार्यक्रम यही आउँदो जुलाई 18 र 19 का दिन आयोजना गर्न गइरहेको कुरा सर्वविदित छ तपाईहरुलाई। यसै क्रममा नेपाली बीचको सद्भावलाई कायम राख्न र त्यसलाई अझ मजबुत गराउनका लागि नेपाली जनसम्पर्क समिति डेनमार्कको दोस्रो फुटबल टुर्नामेन्ट जहाँ पिस फर प्लेइङ भनेर हामीले स्लोगन दिएर तपाईसम्म पुनः उपस्थित भएका छौं। जुन चाहिँ दोस्रो टुर्नामेन्ट अन्तर्गत जुलाई 18 र 19 का दिन दोस्रो फुटबल कार्यक्रममा सम्पूर्ण हाम्रा डेनमार्कवासी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई उपस्थित भई खेलको शोभा बढाइदिनु हुनलाई हार्दिक अनुरोध गर्दै बिदा हुन चाहन्छु। धन्यवाद। जय नेपाल।